लाइटर दिनु म त्यो हाल्दैन के त्यो हातमा हो हातमा हो र ल्याउन तालु गुइले हातमा ल्याउ त त्यो ल्याउन अङ्कल हातमा मैले हो कि मेरो मोबाइल कसरी यताबाट ए आन्टी एउटा मोमबत्ती दिनु न यहाँ पुरै टाल्नु आएन पुरै त्यही हो हेर्न यार चस्मा आन्दो भन्दा कम नदेखिने भाइ ल भेनाको बर्थडे मनाउनु परेन आइज न बरु नि यता ए कस्तो नबोलेको र ल एउटा चाइनासम्म एउटा ब्यान्डसम्म ल ल आइज यता ल आइज ल ल भेनाको बर्थडे चाहिँ हेप्पी बर्थडे गर्नु पर्यो है ल आइज न यहाँ बाबु यहीँ छिर ल ल यो दुइटै छोरा भइगयो ल नेक्स्ट मन्थ तिम्रो समात्ने ल ल भेना हेप्पी बर्थडे टु है फुकेपछि पो हेप्पी बर्थडे हो नि आउँठा होइन त्यहाँ फुक्न पर्यो के भयो धेरै नजलाएको त्यो सबै गलेर यो पनि जल्छ नि त चुइए हा केटा भेना देख्यो त्यो म्याजिक क्यान्डल हो नि फुक्दा फुक्दै सास फुल्ला फेरि ओ बाप यो नजलाउने त्यो होइन ल त चलाउने नि यो चलाएर बर्थडे हेप्पी बर्थडे टु यु भेनाजु हेप्पी बर्थडे टु यु क्यान्डल फुक्न परेन ल ल ल हेप्पी बर्थडे टु यु हेप्पी बर्थडे टु यु ल भयो भयो ओहो ल ल बर्थडे मनाइयो भेनाको आजको बर्थडे स्पेसल फेरि जलेछ यार ए भेना त्यो फेरि जलेको यार भएन अलिक फुकेर आउनुहोस् त ओहो यो क्यारी जाने हो पाराले पुरा हात भरि बनाइदिएछ ल ल ल ल ल ल ल ल ल केक काट्नु पर्यो है भेना केकमा त पुरा प्लास्टिक त्यो यो झेरेङ बिरेङ के को यो सबै ल ल ल ल ल भान्जालाई त्यो यस्तो गर्नु पर्ने हो कि सबै त्यसमा परिगयो पर्खे तर पहिला उ त्यो मम्मीको त्यो मन्दिरको कटौलीहरू त चढाउनु पर्छ एउटा त्यहाँ एउटा उसमा मन्दिरमा याद त भयो त खसरे हुन्छ ए हुन्न ल नानीलाई पनि देखाइदिउँ है विजय सबभन्दा लास्टमा बसिरहेछ भयो है सौदा पनि रहेछ क्या ल ल ल छोरीले खिलायो त ल ल ल ए तेरी भेना के गरे ल ल ल ल ल छोरालाई भयो छोरीलाई खै छोरीले खिलाएको थिएन खिलाएको ल ल ल ल पारस मेरो चस्मा गयो भने ल ल ल ल ल ल बहिनीले पनि होइन कति ठुलो खिला कमेडी भइगयो यार ल ल ल बिचरा भेनालाई लाटे भनिदिएको त खिलायो खिलायो माथि हेर्न हे तल त्यो फोटो सेसन चालु ल मेरो त भिडियो भेना युट्युबको लागि यो ल ल समापन भइगयो ल ठुलो छोराले भिडियो क्यों बोलने थे तो
टुलु के थालाई अदमै छ बा काले चिकनियल नि तल फेरि ओ काले कहाँ आमे नि सुन्यो यत्रो हो के माम पनि यति लामो टिचिन्टा बाले ढुङ्गाले नानु भन्दा भन्दा बड़ा हरामी हो बेटा